हेलो एभ्रिवान, हजुर फेरि स्वागत छ मेरो एउटा नयाँ लङ भिडियोमा। यो भिडियो चाहिँ भाइटिकाको र त्यो दिन चाहिँ एकदमै लेट भएकोले ढिलो भएकोले मैले एडिट गर्नु पाएको थिइनँ र मैले देखेको थिइनँ। र यता हेर्नु न, यो फुल चाहिँ एकदमै मैले घरमा बनाएको। अब थुङ्गे फिल त योपालि अब टाइमले भएन र त्यसैले जागुनबाट लिएर अब थुङ्गे फुल चाहिँ बिचमा मिसाएर र पत्ता फुल मिसाएर हामीले चाहिँ माला बनायौँ। र घरमा बनाए जस्तो कहाँ हुन्छ र रहर एउटा नि कति हर्ष लाग्छ हामीलाई, कति राम्रो लाग्छ। एउटा भाइटिका भनेपछि दसैँ तिहार चाडबाड सबै नै हामीलाई धेरै फुर्ती लाग्छ। र यता चाहिँ म लागे फेरि सोफाहरू हटाउन, किनभनेदेखि अब जग्गा बनाउनु पर्यो टिको लाउने भनेर। र सबैजनालाई अब थुप्रो हुनुहुन्छ, मेरो दादाहरू पनि आउनुहुँदैछ र यता मनिषा बहिनी, अनिसा बहिनी र आइसा दिदीहरूले पनि अब उहाँको त एउटै दाजु हो र सबैजना अरू पनि हुनुहुन्छ, गाउँको 2-3जना लगाइदिनुहुन्छ। र त्यसैले जग्गा चाहिँ पहिले नै बनाइराखौँ भनेर सजिलो हुन्छ भनेर सोफा हटाउनु लागि। तर गाइस केटाकेटीसँग चाहिँ सकिँदैन र घरमा अब भान्जी डिस्टी मेरो छोरी र एकदम डिस्टर्ब गरिरहेको थिएँ र उता हटा भनेर मैले चाहिँ अलिकति हकारिदिएर यता हस्बेन्ड आउनु मलाई हेल्प गर्नलाई भित्र चेन्जेस छैन र हस्बेन्डले चाहिँ भन्न थाल्नुभयो म बाहिरै निकालिदिन्छु, बाहिर बस्न पनि राम्रो हुन्छ र एकदम स्पेस पनि धेरै हुन्छ, भित्र राम्रो खुला हुन्छ र सजिलो हुन्छ भनेर मेरो हस्बेन्डले चाहिँ यति काम चाहिँ गरिदिनु भयो। मेरो लागि एकदमै ढुक्कै भयो र अब चाहिँ आयो पोछा लगाउनु पर्यो भनेर, किनकि अब सोफा पछाडि त गाइस थाहै छ हजुरलाई कति जबरा, एक दिन आज लगाए भोलि त्यत्तिकै भइहाल्छ। माकुराको जालो त जहिले के भन्नु, म त परेसान भइसकेँ र कुना काप्छ। अब सबै पोछा लाउनु पर्यो। अब सोफा पछाडि त्यस्तो डेली लाउनु पनि मिल्दैन र त्यसैले एकदमै लेत्रा भएको रहेछ। र यता पोचा सोचा लगाए हेरेको त आइसाइडले बनाउन ठिक रेडी पार्नुभएको छ। यो रोटी चाहिँ गाइस हामीले हिजै राति बनाएको थियौँ, किनकि भोलि त भ्याइँदैन भनेर। यता चाहिँ छाना मटर आलुको सब्जी बन्दैछ, एक्स्ट्रा टिक्काको ग्रेभी टाइपको बनाउने भनेर। र के आइटम बनिन्छ गाइस म हजुरलाई देखाउने छु। र यता चाहिँ सबै सेट गरेर अब मिलाइ पारेर सब रुमहरू रेडी पारेछ। अब सोफाहरू आदि चाहिँ मेरो मैले रुममा राखिदिएको छु, किनकि जग्गा भएन र यो चाहिँ बाहिर मिलाएर राखिदिएको छु। अब झाडु साडु सबै घर चाहिँ रेडी भइसक्यो। भानिजलाई चाहिँ बोक्नु भएको छ मनिषा बहिनीले। अब हामी चाहिँ लागेछौँ काममा र यता चाहिँ को आउनुभयो भनेदेखि दिपक भयो। अब उसको योपालि चाहिँ हुँदैन टिको लाउने, मनिषा बहिनीले लगाइदिनु हुन्थ्यो हर पालि र योपालि चाहिँ उसको हजुरआमा कसैको लाउनु हुँदैन। तर सम्झेर याद गरेर अब सधैँ वर्ष आइरहेको आउनुभयो, त्यही ठुलो बात हो। र यता चाहिँ अब सबै थोक रेडी पार्ने मलाई हतार र सोयाबिन पनि फ्राई गरेर निस्काएको रहेछ। सोयाबिन आलुको पनि एक्स्ट्रा सब्जी बनाउने भनेर चाना दाल मिसाएर। र यता चाहिँ फेरि अनिसा बहिनीले टिकोहरू सब रेडी पार्नुभएछ। टिको रेडी पार्ने चाहिँ साथीहरू यो चाहिँ काम हो मेरो सानो नन्द अनिसा बहिनीको काम। र हेर्नु न, होममेड अब टिको भनेपछि कति एउटा इच्छा, कति खुसी लाग्छ मनमा आफूले मेहनतले बनाएको। र पिङ्क कलरको थियो, होली कलर, रेड कलरको, सिन्दुर कलर र यो येल्लो थुङ्गे फुलको, पिङ्क पनि फुलको र वाइट चाहिँ आँटाको, ग्रिन चाहिँ पत्ताको र यो सबै हामीले घरमै बनाएको हो। र यता अनिसा बहिनी पनि रेडी हुँदै रहेछ। र यता चाहिँ मनिषा बहिनी र आइसा दिदी पनि एकदम रेडी हुँदै रहेछ। अब पारी ला म चाहिँ रेडी भएकै छैन, अब आउनुभयो भने दादा भने जस्तो। र यता म चाहिँ नैले चाहिँ बिहानै गरेको थिएँ गाइस। र आज चाहिँ बिहिबार पऱ्यो र त्यसैले मैले चाहिँ टाउको चाहिँ धुइनँ। र यता चाहिँ म आएँ डिस्टीलाई रेडी गरिदिनु पऱ्यो भनेर। अब डिस्टीलाई चाहिँ फर्स्ट रेडी गरिदिएपछि अनि त्यहाँबाट म चाहिँ एकदमै फ्री हुन्छु, अनि त्यहाँबाट म चाहिँ आरामले रेडी हुन्छु भनेर डिस्टीलाई यता रेडी गर्न आएर आजकल चाहिँ डिस्टी यस्तो बदमास हेर्नु न के भन्छ। मंदिर जान्छु के गरेको हेलो गाइस, आफ्नो नयाँ हो भिडियो लाइक कोई बेटा
अलि गन्दा बात गर्छु नि बेटा तिमी म त एकदम तिमीसँगै नसक्नै पर्यो यस्तो किन गर्ने यस्तो लेत्रा देख्नुभयो त गाइस मेरो छोरीको हरकतहरू र यता चाहिँ मैले छोरा रेडी पारिसकेँ डिस्टीलाई र यता चाहिँ म अब कपडा सपडा लाएर इयरिङ्स लाउँदैछु। यो इयरिङ्स चाहिँ मलाई अनिसा बहिनीले ल्याइदिनु भयो त सोचेँ कि आज लाउँछु भनेर र अब दादाहरू आउने पनि टाइम भयो भनेर हतार हतार मैले चाहिँ लगाएँ साडी र सिम्पलै लगाएको किनकि भागादौडको एउटा काम गर्नुपर्छ त्यसैले र कस्तो लाग्यो गाइस भन्नु। र यता चाहिँ अनिसा बहिनीहरूको अब दाजुभाइहरू सबैजना अब भेला भइसक्नु भएको छ र दुईजना चाहिँ योपालि हुँदैन उहाँहरूको र तीनजना चाहिँ अब एकजना त घरकै दाजु अब मेरो हस्बेन्ड र दुईजना चाहिँ आउनुभएको छ र पुजेर यता टिको सिको लाउनु हुँदैछ र म चाहिँ अब यता खोइ दादा निस्किनु भएको थियो अघि फोन गर्नुभएको थियो बिहान र त्यसैले बाहिर निस्केर हेर्दैछु आउनुभयो भनेर र यता बाहिर हेरेको त आउनै भएको रहेछ र यता चाहिँ दिदीहरू चाहिँ टिको सिको लगाइराख्नु भएको थियो र यता चाहिँ म भित्र आएँ फेरि हेल्प गरिदिन्छु किनकि उता टिको लाउँदैछु म चाहिँ यता खानासाना पसिदिन्छु किनकि सजिलो हुन्छ र उहाँहरूलाई पनि एकदमै धेरै त्यस्तो भागादौड पर्दैन भन्दा र यता चाहिँ होइन अन्डा गोटो चिज दिनुपर्छ रे गाइस र त्यसैले किन दिनुपर्छ त्यो चाहिँ मलाई थाहा छैन र त्यसरी अन्डा दिएको हो। तिलको चटनी मटर आलुको सब्जी चाना दाल फेरि आलुको सब्जी र मासुको सब्जी थियो र आज चाहिँ 4 खुट्टे चल्दैन र त्यसैले 2 खुट्टे अब बोइलरै ल्याइएको थियो त्यो त कमन हो र यता चाहिँ डिस्टीले भानिजलाई पनि टिको लगाइदिनु र फाइनली गाइस मेरो बिरा दादा पनि आइपुग्नु भएको छ र यता भाइ चाहिँ सरम गरी स्प्राइट खाइरहेको थियो यति नै सरम गर्छन् र अब म चाहिँ टिको लगाइदिनु पर्यो भनेर अब थाली साली अब ठिक पारेर नाङ्लोमा लिएर अब निस्केँ र एउटा चाहिँ प्रब्लम छ गाइस हर साल मेरो यो प्रब्लम चाहिँ कहिल्यै जाँदैन होला जस्तो लाग्छ। 1 साल मात्रै भएको हुन्छ म चाहिँ हर बार बिर्सन्दछु र मलाई सिकाउने र डाइरेक्सन दिने चाहिँ हो मेरो मनिषा बहिनी र म चाहिँ लगाउनुभन्दा अगाडि आउनु छिटो छिटो गरेर मेरो सामने बस्नु मलाई सिकाइदिनु भनेर भन्छु र दादा पनि हाँस्नुहुँदै थियो। अब मान्छेले सुन्दा अब एउटा सरम भन्ने चिज होइन अब हाम्रो चाडबाड हो अब तिहार भन्ने हामी नेपालीको अब जबबाट अब हामी अब टिको लाउने हुन्छौँ अब त्यतिखेरबाट लाइन्छ तर अब नबिर्सिनु पर्ने। तर म चाहिँ के भएको गाइस हेर्नु न म हाँसी एकदम मलाई आफैलाई सरम लाग्दैछ अब दादाको सामने किनकि हर बार बिर्सिन्छु दादा पनि सोच्नुहुन्छ होला सायद कति बिर्सिकिन् भनेर बुनु र यता चाहिँ म गएँ फेरि यता नजर सजर उतारिदियो अब दादाको राम्रो होस् भनेर शुभे फालोस् भनेर यता चाहिँ म के गर्दैछु भनेदेखि अब ओखर फुटाउने हो तर हामी चाहिँ ओखर फुटाउँदैनौँ कसैले पनि नन्दले पनि फुटाउनुहुन्न र आमाजी दिदी कसैले पनि फुटाउनुहुन्न किनकि ओखर फुटेन भने एकदमै नराम्रो भनेर त्यसैले हामी चाहिँ थुङ्गे फुलको थुङ्गा फुटाउँछौँ र यता चाहिँ म फेरि आएँ दादालाई टिको लाउनु भनेर भित्र लिएर र यता चाहिँ म दादालाई सोधी लगाइदिँदैछु कि क्रिम लाउनुहुन्छ कि लाउनु क्रिम पाउडर आज चाहिँ मजाले लगाइदिन्छु भनेर यता चाहिँ तेल अब अस्ति हकाम थियो नि त बडाउको वर्षा दिने र दादाको चाहिँ एकदम टाक्लु पारेको थियो र अलिअलि चुल चाहिँ पलाएको रहेछ र त्यसैलाई चाहिँ म चाहिँ तेल लगाएर एकदमै टल्काइदिएर यता पर्फ्युम सर्फ्युम मारिदिएर टिको चाहिँ भनेदेखि अलरेडी ग्यास 2 हाली भएको रहेछ दादाको चाहिँ अब दादा दिदीले लगाइदिनु भएको अरे र यता काकाको छोरीले पनि लगाइदिनु भएको अरे र त्यसैले 2 जग्गा अब म चाहिँ भन्दैछु म चाहिँ अब 3 हाली बनाइदिनु पर्यो भनेर अनिसा बहिनीले पनि भन्नुभयो कि साइडमा अब तपाईँ पनि लगाइदिनु 3टा हाली बनाइदिनु भनेर म पनि साइडमा लगाउँछु। अब होममेड हो गाइस अब कति खुसी लाग्छ र दादाले चाहिँ त्यही भन्दैछ गएको वर्षको तिमीले बनाएको होममेड एक्सप्लेन गरेको तिम्रो नन्दले मसँग भिडियो छ भनेर र यता चाहिँ मैले 2टा दिनको कारण यो हो गाइस र गएको साल चाहिँ मैले अब सपिङ गरेर आउने बित्तिकै यस्तो खबर आयो कि बडो खस्नु भयो भनेर त्यसैले त्यो चिज चाहिँ मैले अब राखिराखेको थिएँ दादा अब अर्को साल दिन्छु भनेर र त्यसैले 2टा भयो दादाको चाहिँ यो पालि र यता चाहिँ फेरि अर्को दादा पनि आउनुभएछ उहाँको घर चाहिँ अब सामने हो भने 2-3 मिनटको रस्ता हो र आउनु भएछ र हेर्नु न मेरो छोरीको चाहिँ यति उत्पाती भएको छैन आजकल के भन्नु र डिस्टीलाई पनि र यता पनि दादालाई अब म सोध्दैछु मेरो चाहिँ त्यो रुलै भयो अब सोध्ने कि क्रिम पाउडर लाउनुहुन्छ कि लाउनुहुन्न भनेर यता चाहिँ मजाले अब लगाइदिँदैछु र दादाले चाहिँ भन्दैछ एकदमै स्टार्टिङबाट लास्ट तक भिडियो गरिदेऊ होला किनकि म घरमा सबैलाई देखाउँछु र खुसी होइन एउटा रहर र
उहाँ चाहिँ हो तेलेङ्गा र यता चाहिँ मेरो आइसा दिदीले पनि लगाइदिनुहुन्छ आमाजु दिदीले पनि र यता प्रसाद सरसादी पनि खिलाइदिनु भयो छोरी चाहिँ हेर्न साइडमा आएर उभिहाल्छिन् र यता चाहिँ दिदीले मलाई दिनुभयो अब के लिनुपर्छ त्यो चाहिँ मलाई थाहा छैन र यता मनिषा बहिनी पनि आउनुभयो म पनि लगाइदिन्छु भनेर र मनिषा बहिनीले पनि लगाइदिनु हुँदैछ र अनिसा बहिनी चाहिँ कहाँ जानुभएको छ त्यो चाहिँ थाहा छैन र दादाहरूलाई हेर्नु हुँदैछ होला सायद खाना दिएको छ र यता चाहिँ हेर्नु जोर से बोलाऊ हिना उहाँ उहाँ भयो त मेरो डिस्टीले चाहिँ एकदम टिको लाउनको लागि उसको दादाहरूलाई बोलाएर आएछन् अब सामने हुनुहुन्छ र ऊ दुईजना छन् दाजुभाइ उहाँलाई नै लगाइदिन्छन् डिस्टीले अब किनकि डिस्टीको दाजुभाइ कोही छैनन् र ठुलो चाहिँ अभि चाहिँ गएका रहेछन् अब बडगोलाई र त्यही अन्दाजले भन्नुभएको छ कि बडगोलाई गएका छन् भनेर र सानो बाबुजीलाई बोलाउन आएकी चाहिँ पिहु र पिहुलाई चाहिँ भन्नुहुँदैछ अब वा डिस्टीको हातले लगाउँछिन् र तिम्रोमा आउँछिन् भनेर र यता दाजु बहिनी चाहिँ हेर्नु न यस्तो मिल्छन् र के भन्नु एकैछिनमा झगडा पनि गर्छन् एकैछिनमा मिल्छन् अब यस्तै होला सायद बच्चाहरू र डिस्टी हेर्न कति क्युटली हातमा देऊ भनेको त लगाइदिनै पुग्छिन् डिस्टी चाहिँ र जे भन्नु त्यो चाहिँ एकदमै मान्छन् डिस्टी हेर्न कति क्युट लागेको दुईजना कति प्यारो लागेको र यता चाहिँ अब दादाले यता खुट्टा पनि ढोगेका अब कति थाहा होइन आजकलको बच्चाहरू यति स्मार्ट हुन्छन् अब 5G हो र यति आजकलको बच्चालाई के सिकाउने पर्दैन र यता चाहिँ दादा पनि जान निस्किसक्नु भएको छ र बिरा दादा चाहिँ अघि जानुभयो र उठाक्लो दादा पनि जान निस्किसक्नु भएको छ र मैले चाहिँ अब रोटी सोटी खानु भएन र त्यसैले रोटीहरू चाहिँ निक्लाएर पेकिङ गरेर अब घरमा दिदीहरू पनि हुनुहुन्छ भनेर त्यसैले पठाइदिएको र यता चाहिँ बाटोमा म हेर्दैछु फोन आयो कि सागर आउँदैछु भनेर अब सानो भाइ बिरा दादाको सानो भाइ र त्यसैले ऊ पनि आइसकेका छन् अब र म चाहिँ यता कराउँदैछु सँगै आउँदा हुने थिएन अब दादा आधी रास्तामा पुग्नुभयो फेरि तिमी आउँछौ भन्दा अब त्यस्तै हो प्रब्लम अब सबैको होइन अब दोकान सोकान छ त्यस्तै भन्दैछन् र यस्तै टाइममा त हो अब दोकानहरू खुला गर्ने र त्यसैले र यता म पनि पूजासुजा गरेर पुजिसकेर यता ओखर सखर फुटाएर अब लिएर गएँ भित्र र अब ऊ चाहिँ भने यति नै सरम गर्छन् के भन्नु गाइस र सागरको सरम चाहिँ एकदमै हेर्ने लायक हुन्छ यति सरम गर्छन् र योपालि चाहिँ अलिकति भयो र उसको पनि योपालि पनि दुईटा पर अब भनिहाल्यो हजुरहरूलाई फुल किनेको थियो अब टाक्लो दादा हेर्दा आउनुभयो र अब बडो खस्नुभएको थियो र उहाँहरू त अब कता आउनु अब जुठो भएर बस्नुभएको थियो त्यसैले आइ भएन र बाहिर हेरेको त हेर्नु न भान्जी र मेरो डिस्टी चाहिँ एकदम पटाका फुटाएर आएको रहेछ यता खानापिना भयो भाइ जान पनि निस्किसकेर यति अँधेरो भएको छैन भाइ बसा भन्दैछु र भन्दैछन् कि होइन दिदी बिहान नै भोलि काम छ कि बिलिङ गर्नु छ भनेर अब जान निस्कियो अब त्यस्तो निस्केको मान्छे अब रोकाउनु पनि राम्रो लाग्दैन अब भन्न त भनिहाले अब काम सबैको त्यस्तै होइन प्रब्लम र यता चाहिँ अब डिस्टीको ठुलो दादा अब अभि पनि आइसकेका छन् गोलाइ बढाएर यता डिस्टी चाहिँ अब टिको लाउनु भने डिस्टीको ड्रेस चाहिँ एकदम खुलेर अब ऊ अब घरको अवतारमा आइसकेको थिइन् अब यति राति आइपुग्यो अब अभि चाहिँ र डिस्टी चाहिँ टिको लगाइदिएन यति क्युटली पर्फ्युम लगाउँदै रहेछन् फर्स्ट टाइम चाहिँ मैले सिकाएँ अब सानो बाबुलाई अभिभन्दा सानो अब भाइलाई लगाइदिँदाखेरि चाहिँ सिकाएको थिएँ र अहिले चाहिँ मैले एकदमै सिकाउनु परेको छैन हेर्न मैले भन्नुभन्दा अगाडि ऊ मलाई नै सिकाउँदैछिन् र हेर्न टिकोहरू आफै लगाइदिएछिन् यति मतलब स्मार्ट आजकलको बच्चा के भन्नु गाइस र डिस्टी चाहिँ एकदम एक बार सिकायो भने उसको चाहिँ दिमागमा एकदमै फिट भइजान्छ म आफै सक हुन्छु सायद म त यस्तो थिइनँ होला सानोमा जस्तो लाग्छ र हेर्न के गर्दैछिन् यस्तो उडेर भनेको त ऐना देखाइदिनु दादालाई हेर्न कति क्युटली ऐना दिखाइदिनु म आफै सक भएर यता चाहिँ फेरि पछि आएछन् मेरो र हेर्न माला दिदेऊ हातमा भन्नु ऊ चाहिँ लगाइदिने पुग्यो र उसलाई थाहा छ कि कपडा दिनुपर्छ भनेर न कति क्युटली मेरो हातबाट लिएर अब दादालाई कपडाहरू पनि दिँदैछिन् र उता ढोगा भनेर मैले चाहिँ ढोग्न लगाइदिएको अब राधे भन्छन् अब हात जोडेर भनिन्छ र आज चाहिँ मैले अब भुइँ सोरेर ढोगा दादालाई भन्दा अब सिकाउने भनेको संस्कार दिने भनेको अब हामी आमा बाबा माथि नै डिपेन्ड गर्छ र सबै चिज चाहिँ हाम्रो कल्चरल के हो हर चिज सिकाउनु जरुरी छ र यता चाहिँ टिको लगाइदिउँ अब गाइस यति अँधेरो पनि भइसक्यो र आज चाहिँ देउसी खेल्ने भनेको र यता चाहिँ हेर्न दादा आउनुभएको छ यति कमेडियन हुनुहुन्छ सरम गरेर जानुभयो बाई